साथीहरु हेर्नुहोस् त पीवीसी पाइपबाट चाहिँ कस्तो राम्रो चक्कुको ब्लेड र खोल पनि उसको कभर पनि बनाउन सकिने रहेछ है त। कस्तो मजाले यहाँ देखाइनु भएको छ। यो तपाईँ हामीले पनि यसरी हेर्न सकिन्छ, फलो गर्न सकिन्छ है। यसलाई चाहिँ नि तताएर चेप्टो बनाएर त्यसभित्र पनि काठको चाहिँ नि हैन तपाईको सेफ्टी हालेर चाहिँ कस्तो राम्रो चक्कुको चाहिँ नि ब्लेडहरू बनाउन सकिने रहेछ। उसको दाब बनाउन सकिने रहेछ। हेर्नुहोस् त एकदमै राम्रो ट्रिक लाग्यो यो चाहिँ है। तपाईँ हामीले पनि यो चाहिँ फलो गर्न सकिन्छ, यसरी बनाउन सकिन्छ खुदै। तपाईँ हामीले पनि यो भिडियो राम्रोसँग हेरेर तपाईले कमेन्ट गर्नु होला र सब्स्क्राइब गर्न नभुल्नु होला है। र यो भिडियोलाई सक्दो शेयर पनि गर्नु होला है त। मलाई चाहिँ अत्यन्तै युजफुल लाग्यो के। यस्तो किसिमको सामान्य कुराहरू तपाईँ हामीले हेरेर पनि आफै गर्न सकिन्छ जस्तो लाग्छ। यसले गर्दाखेरि मैले चाहिँ यस्ता टाइपको